हेलो टसिदेली नमस्कार। हामी चाहिँ आज राङ्गा पुग्यौँ। राङ्गामा पुगेर चाहिँ राङ्गा मोनेस्ट्रीमा पुगेर चाहिँ त्यहाँनिर टक्क खाना खानुको लागि चाहिँ केही सोधेको थुक्पा पाउँदो रहेछ होइन। मुन्लोपट्टिको दोकानमा छक्क गएर चाहिँ आमालाई बोलाएर चाहिँ त्यहाँदेखि थुक्पाका टक्क माग्यौँ। थुक्पा र चिया, नुनको चिया है, भोटेबाट भन्छ फेजा, नुनको चिया टक्क मागेर चाहिँ हामीले त्यहाँ चिया खाएर चाहिँ सट्टै निस्किएको। त्यहाँदेखि चाहिँ हामी चाहिँ मोनेस्ट्री घुम्नु निस्क्यौँ उकालो होइन। मोनेस्ट्रीमा टक्कै जाँदाखेरि चाहिँ चारैतिरको फोटोहरू यसो भ्यूहरू सुट गर्दै 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 गयौँ है। त्यहाँ जाँदाखेरि चाहिँ त्यो उकालो थुप्रै रहेछ माथिसम्म। त्यहाँदेखि सिँढीबाट टक्क उकालो चढ्दै 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 बिस्तारैसँगले गयो होइन। माथि माथिसम्म हेर है साथीभाइ हो भन्दै भन्दै गएको हामी। त्यहाँदेखि सट्टै माथि पुगेपछि चाहिँ त्यहाँ चाहिँ उँभोपट्टि छिर्दाखेरि चाहिँ एउटा म त त्यहाँनिर त अब गुम्बै होला भनेको त गुम्बाको चाहिँ ग्राउन्ड जस्तो रहेछ होइन। त्यो ग्राउन्ड जस्तोबाट फेरि नेक्स्ट जाँदाखेरि चाहिँ त्यहाँदेखि चाहिँ फेरि त्यो नेक्स्टबाट चढेर चाहिँ सट्टै माथि पुग्दाखेरि चाहिँ तपाईँको माथि पुग्दाखेरि चाहिँ मोनेस्ट्री पुग्यो होइन। मोनेस्ट्रीमा चाहिँ गएर चाहिँ भित्र पसेको आमामा मजाको लामाहरू कोही पनि छैन रहेछ है। छुट्टीमा गइराखेको रहेछ। त्यहाँदेखि चाहिँ पूजासुजा गर्ने मजाले हेरेर चाहिँ त्यहाँदेखि हामीले चाहिँ टक्कै एकछिन म चाहिँ भिडियो गरेर त्यहाँदेखि पूजाहरू गरेँ। पूजाहरू गरेर चाहिँ मूर्तिहरू सबै हेऱ्यौँ होइन।